सपनामा देखेको घटना यस्तो थियो। देवकन्याहरू आएर महारानीलाई दिव्य पोखरीमा नुहाइदिए, दिव्य वस्त्र लगाउन दिएर दिव्य खाटमा सुताइदिए। त्यहाँ देवलोकबाट श्वेत केतु बोधिसत्व सेतो हात्तीको रूप लिएर त्यहाँ आए। तिनको खाटलाई 3 पल्ट घुमी तिनकै शरीरमा प्रवेश गरे। यो सपना देखेर महारानीलाई अनौठो लाग्यो। कहिल्यै नदेखेको सपना, कहिल्यै नकल्पेको सपना। महारानीलाई यो कुरा राजालाई सुनाउन साह्रै हतार भयो। भोलिपल्ट बिहानै महारानी आफूले देखेको सपना राजालाई वृत्तान्त रूपमा सुनाउन गए। राजालाई पनि तुरुन्तै यसको कारण थाहा पाउन मन लाग्यो। त्यसै समयमा 64 जना विज्ञ ब्राह्मणहरूलाई दरबारमा निमन्त्रणा गरे। योग्य भोजन तथा वस्तुहरू पनि दान दिए। त्यसपछि महारानीले देखेको सपनाको कुरा बताउँदै राजाले उनीहरूलाई सोधे, यो सपनाको अर्थ के होला? ब्राह्मणहरूले पनि सबै लक्षणहरूलाई राम्ररी विचार गरे अनि खुसी हुँदै उनीहरूले राजालाई भने, महाराज प्रसन्न हुनुहोस्, खुसी हुनुहोस्। महारानीको गर्भमा शुभ लक्षणले युक्त पुण्यवान पुत्र रत्नले बास बस्न आएको छ। यो कुरा सुनेर राजा रानी लगायत सबै खुसीले गदगद भए। यो खबरले देशैभरि खुसियाली मनाए। महारानी महामाया देवीलाई बोधिसत्व गर्भमा प्रवेश भएदेखि कुनै पनि प्रकारको अप्ठ्यारो र गाह्रो महसुस भएको थिएन। उनलाई संरक्षण गर्ने, सेवा पुर्याउने धेरै मानिसहरू राजाले खटाइदिएका थिए। समय बिस्तारै बढिरह्यो। क्रमशः बोधिसत्व गर्भ भएको 10 महिना पुग्यो। त्यसबेला महारानीलाई आफ्नो माइत देवदह जाने इच्छा लाग्यो। तिनले यो इच्छा राजा शुद्धोदनलाई भने। राजाले पनि कपिल वस्तुदेखि देवदहसम्मको सारा बाटो सुसज्जित पारे अनि लावा लस्करका साथ महामाया देवीलाई देवदहतिर पठाइदिए। महारानी महामाया देवी लावा लस्करका साथ माइत देवदहतिर बढ्न थाले। उनीहरू क्रमशः देवदह र कपिलवस्तु नगरको बीचमा पर्ने अति रमाइलो लुम्बिनी बगैँचामा पुगे। लुम्बिनीको मनोरम र रमाइलो देखेर महारानीलाई पनि त्यहाँ घुम्न मन लाग्यो। उनी लुम्बिनी बगैँचामा घुम्न थाले, रमाउन थाले। लुम्बिनीको रमाइलो वातावरणमा घुम्दै रमाउँदै गर्दा समय गएको पनि पत्तै भएन। त्यही बेलामा कता कता महारानीलाई आफ्नो शरीरमा केही परिवर्तन आएको जस्तो महसुस गरे। तिनले नजिकै रहेको साल वृक्षको हाँगा नै समाते।
महारानीको बदलिँदो अवस्थाबारे उनीसँगै आएका परिचारिका वा सेविकाहरूले बुझिहाले। तुरुन्तै त्यहाँ कबराको कोठा बनाइदिए। सैनिकहरू टाढा टाढा भए। त्यही महारानीले 32 लक्षणले युक्त 80 व्यञ्जनले पूर्ण तेजिलो बालक बोधिसत्वलाई जन्म दिए। जन्मने बित्तिकै ती बोधिसत्वले दसै दिशा हेरेर आफू समान कोही नदेखी पूर्वतिर 7 पाइला हिँडे अनि एउटा औँला ठडाएर सिंहनाद वा घोषणा गरे, अग्गो हमस्मि लोकस्य, अर्थात् म लोकको अग्र पुरुष हुँ। यसरी बोधिसत्व वैशाख पूर्णिमाको पावन दिनमा लुम्बिनी बगैँचामा जन्मनु भएको थियो। उनी जन्मेकै दिनमा राजकुमारी यशोधरा, छन्दक सारथी, कालुदाई मन्त्री, मङ्गल हात्ती, कण्ठक घोडा जन्मेका थिए। त्यसरी नै बोधि वृक्ष र 4 घडा धन पनि सोही दिन उत्पन्न भएको थियो। लुम्बिनी बगैँचामा 32 लक्षणले युक्त बोधिसत्व कुमार जन्मेको कुरा जताततै फैलिन थाल्यो। त्यहाँ कपिलवस्तु र देवदह दुवै राज्यका धेरै मानिसहरू भेला भई ठुलो हर्ष उत्सव गरे। पछि तिनै लावा लस्करका साथ महामायादेवी माइती देवदह नगई कपिलवस्तु नगरमै फर्के।